नमस्ते राम राम जय गुरु बाबा गोड लागेछि। तपाईं हेर्दै हुनुहुन्छ तपाईहरुको आफ्नै युट्युब च्यानल सुपक थारू सलिमा पौरा। आरकेसी डिजिटलको प्रस्तुतिमा निर्माण भएको थारू म्युजिक भिडियो घर भोलि आरकेसी डिजिटल युट्युब च्यानलबाट सार्वजनिक हुँदैछ। यो घर गीतमा पहिलो पटक निर्देशक सुरज देवकुसिमिया आफैले यो गीतमा स्वर दिएका छन् भने चर्चित गायिका अनुमा चौधरीको पनि स्वर रहेको छ। भिडियोमा कलाकारहरू देवदास चौधरी, दिया चौधरी, सरा चौधरी र राज चौधरीको समेत अभिनय देख्न सकिन्छ। गीतको छायाङ्कन सम्पादन रामु चौधरी र टिमको रहेको छ। गीतको छायाङ्कन सम्पादन रामु चौधरी र टिमको रहेको छ। घर वास्तवमा कस्तो घर बनेको छ त्यो चाहिँ गीत रिलिज भएपछि थाहा हुनेछ। सुरज सर नमस्कार, आरामै हुनुहुन्छ? मैले बिचमै सुट चलेकै बेलामा रोकेँ होइन, तपाईँको जस्तै सुट भयो, सुटको लगभग 99% सकिसक्यो जस्तो लाग्यो होइन। तर मैले यो अहिलेसम्मको सुटिङ हेर्दाखेरि मैले होइन अब गानाको होल सुटिङमै छु सुरुबाटै। तर यो गानाको सुटिङ सक्यो भन्नुभयो होइन, हजुरको यो के अरे यो गानै सुनेन, यो अब यसको कसरी भन्ने यसको भयो अलिकति भन्नु न। यसमा गाना बजा छैन होइन, खास अब स्टोरी बेसको गीत भएको हुनाले अलिकति यसलाई चाहिँ अब स्टोरीमै साइकोलोजीमै यसो पहिला फिल गराउँ न। हामी स्पेसल्ली म्युजिक सुनेर काम गर्छौँ तर रियल स्टोरीसँग कनेक्ट गराएर काम गर्छौँ। अनि अब यत्रो काम गर्नुभयो, पुरै 99% सकाइसक्नुभयो होइन, अझैसम्म पनि खुलासा गर्नु भएन कि होइन यो अब गाना हामीले सुन्न पनि पाएको छैनौँ। अब यो गानाको बारेमा भनिदिनुहोस्। अब जस्तै अब कसले लेखेको, कसले गाएको, कसले एरेन्ज गरेको, यसको बारेमा हजुरकै मुखार बिन्दुबाट सुनौँ न एकचोटि। यसमा चाहिँ अब पहिलोचोटि म यसमा चाहिँ खुलाउनु चाहेँ। यो गीतको चाहिँ लिरिक्स म्युजिक पुष्कर महतोजी हो। उहाँलाई चाहिँ सुटिङ स्पटबाटै सम्झिन चाहेँ। र यसमा चाहिँ भोकल चाहिँ मेरो आफ्नै रहेको छ, मेरो पहिलो गीत हो यो भनौँ मेरो भोकलमा। र यसलाई चाहिँ अब कन्सेप्ट डिरेक्सन सबै मैले आफै गर्दैछु भन्नाले हामीले यसरी बुझ्नु पर्यो, हाम्रो थारू फिल्म इन्डस्ट्रीमा एउटा अझै पनि गायक चाहिँ थपिएको देख्न पाइयो भन्नु पर्यो। थपिनु भयो काम, एउटा सोख थियो। हजुर हेरौँ अब डाइरेक्टर एक्टर काम गरिसक्नु भएको थियो, त्यसको लागि अहिले चाहिँ गायकको रूपमा पनि आइराख्नु भएको छ। धेरै धेरै बधाई छ हजुरलाई है। ल ठिक छ, हस्, धन्यवाद। तपाईलाई आजको थारू गीत घरको छायाङ्कन रिपोर्ट कस्तो लाग्यो हामीलाई कमेन्ट गर्नुहोला। र यदि नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानल सुपक थारू सलिम पौरालाई सब्सक्राइब, लाइक र सेयर गर्नुहोला। धन्यवाद। राम राम।